आज हामी जाँदैछौँ घुम्नलाई सबैजनालाई नमस्ते यस्तो होइन ओ दोस्त फोन आइसक्यो हजुर दाइ आउनुभयो ए ल ल ल म यो निकालेर आइहालेँ के अरे यो के अरे करेन्ट निकालेर आइहालेँ ल उम्लिन हालेको थिएँ मैले हालिहालेँ प्लास्टिकमा रोक्नु ल आइहालेँ खनाएर तल आइहालेँ ल ल ल ल 1 मिनट फोन आइसक्यो अब भाग्नुपर्छ अहिले भेट्छु यस्तो एक्साइटमेन्ट हुन्छ हामी निस्क्यौँ अब ए ढोका भएन ढोका नफर्काउनु भयो सामान बोकेर अब पहिला चाहिँ त कोची जानुपर्छ कोची गएर अनि दाइको काम सकेपछि अनि बल्ल जानु मिल्छ त पछाडि बसेर सुत्ने हो कि म अगाडि बस्छु पछाडि बस्छस् एकछिन सुत्तेस् भाइ बाटोतिर अगाडि बस्छ छ यसको यहाँनिर चाहिँ सिट बेल्ट लाउनै पर्ने हुन्छ जम्दै ल कहाँ जाने त पहिला त कोची जानु पऱ्यो होला नि त जानलाई त आधी घन्टा लागिहाल्छ कोची काम सकेर चाहिँ छिचिरो सकेर निस्किन पर्छ हौ यार अलरेडी कति भइसक्यो दाइ 6:30 अब जाडो महिना सुरु हुन लाग्यो नि त यो यहीँ बस्छ होला हामी चाहिँ छिचिरो गरेर सकेर ड्याममै ठोकेको अरे छैन ओ माई गड यस्तो दामी छ क्या यस्तो दामी छ होइन जाउँ दाइ ल छिटो काम हानौ छिटो जाउँ ए यस्तो दामी जिन्सको प्यान्ट लाएर अनि यस्तो दामी ह्यान्डसम भएर अनि गरिदिनु तपाईँ कामको दुवा ल्याएको छैन यहाँ फेरि आर्छ होला आज कसै थाहा हुन्छ र को हुन्छ र यहाँ भने अब छिचेर काम अहिले त नआउनु पर्ने तर हामी बाहिर जानु लाग्यो आज अचानक प्लान बन्यो भनेपछि त केही नभन्नु नेपाली नै त हो नि होइन कहाँ म्यानेजर त विदेशी आउँछ नि ए म्यानेजर त विदेशी आउँछ मेरो कपालै मिल्दैन आज अब यो यसमा यहाँ चाहिँ दामी हावा चल्दो रहेछ जाउँ कफी खाउँ कफी खानु यहीँ तल जाउँ न यहीँ रहेछ यहीँबाट लिगाउँ अनि कप अनुसार त कप यसमा चाहिँ सानो देखेको छ होइन तर मेरोबाट हाल्नु न त मैले 2 सुगर भनेको छु यो कप सानो छ क्या यार अरूभन्दा नर्मल भन्दा सानो हो क्या यो कप किनभने रेगुलर त यो हुँदैन स्मल हो क्या यो कति किलो आउँछ ए बिहान आइपुगेँ त्यो बिहान लाउनु यो क्यामेरा पनि सकिसक्यो लाउने क्यामेरा पनि समाएर लिएर जाउँ नि बोल्नु के बोल्नु क्यामेरा भिडियो रेकर्ड भइरहेको उठा छैन यो पुछन् ओ तिम्रो त अफ भएछ ए के हो अफ भएछ अफ भयो अफ भएन यो अनै क्यामेरा सब बन्द गरेको कहाँ खुल्लै थियो त हौ खोल्न मिलेन ढोका त्यो त खोल भएको खुलेको थियो अघि टोटी गएर के पनि ल्याइदिनु त स्टार्ट जर्नी गएँ फुल हाल्ने त हो नि होइन निस्क्यो भर्खर निकालेँ मैले यो होइन भन्दा पनि त कट हुनेको थियो छुट्टै अलिकति खोल्न हाल्नु होइन लेट्स गो 60 को 60 लिटर ए हुन हौ के को 60 लिटर हुन्छ 31 लिटर हाल्यो भयो पे गरिसक्नु भयो मर्निङ ब्रदर जम्मा हामी अनि
लगाइसकेँ टाइट गरेर लगाएँ मैले के भएन अब लेट्स गो यहाँ त अघि 2:30 सम्म थियो है तपाईँले हाल्नु होला त्यो जाडो महिनामा बिहान बिहान हामी निस्किन्छौँ नि जाडो भयो अरे दामी छ ल रमाइलो भइरहेको छ है साथीहरू हामी आधी बाटो पनि पुगेको छैन होला कि पुग्यो है छैन 2 घन्टा झन्डै 3 घन्टा 3 घन्टा पछि कति हेर्नु न अझै 3 घन्टा कति चक्कर ल्याएको थियो कि 44 मिनेट भनेपछि 1 घन्टा चाहिँ हिँडेको 1 घन्टा पनि हिँडेको छैन तर पनि कति लङ आयो जस्तो लागिरह बिचमा खाजागानी भइसक्यो छाउ अनि एउटा रेडबुल अझै 192 किलोमिटर उता गाडी हल्यो है गाडी लेफ्ट राइट भयो है किन हनानेको पुलिस आयो भने हो यो चाहिँ मलाई हो खोइ मेरो अन्डा हो यार हो यसमा के मिसिएन के पुगेन मसला पुगेन हालेर ल इस पिरो हुन्छ के गरी घोर्निँदै ल अब फाइनली हामी क्यानबेरा आइपुग्यौँ यस्तो छ पानी परेर चाहिँ यता नर्थ क्यानबेरा सुनेको छ हजुर बर्फिल पल्साया डोको बुन्ने निकालो छयाले जाने खायो तिम्रो मायाले डोको बुन्ने निकालो छयाले जाने खायो तिम्रो मायाले अब हामी कहाँ जान लाग्यो रे दाइ बोसम कि बोसम कहाँ जान लाग्यो होइन निन्द्रो लाएर कस्तो भएको थियो बोनसाई गार्डन जाँदैछौँ हामी साथी सँगै सबै छुट्टै कहाँ गए खै साथीको त्यो बोलीमा ल जाम हामी आइसक्यौँ
जाम जाम यस्तो छ बाटो ल छिटो छिटो जाउँ ओ भ्यू टावर केपी ओलीले बनाएको उहाँ छ उहाँ भ्यू टावर यन्त्र अरे यन्त्र अरे टाइम मेसिन अब घुम्दैन अब कस्तो दामी देखेको यार ए मामी बोनसाई पैसा तिर्नु भन्नु पे पार्किङ रहेछ ओ दाइ पैसा तिर्न बिर्सेको यो टिकट आयो भने त झ्याउ हुन्छ त $2.60 रहेछ 1 घन्टालाई कति बज्यो अहिले आयो ल तिमी राखेर आउँछौ कसरी राखेन यहाँ हेर्दै कहाँ राखेको कसले राखेर देखाउनु तिमी लाउनु नआउनु अब क्याटिसकेर राखेर आउनु त अहिले फाइन तिर्नुपर्छ नि ल्याउनु फेरि कसरी राखेँ भने आउँछ हिँड्नु के अब कसले तिमी गइदिन्छ टिकट ल तिमी नै कुदेर बुझाउनु राखेर ल खोल नि त्यो पुरानो टिकट निकाल्नु यो जस्तो अल्छी कोही पनि छैन पुरानो छिटो टिकट ट्याक्क चाबी पनि ल टिकट पनि लगाउने ले लुम्बा राखेर आउँछु हे तेर्को यो जान्छ के गर्नु भन्ने ढोका खोलेर चाबीको ट्याक्क टिकट यसरी हुन्छ नि बोनेटमा बोनेट ट्याक्क राखेर छिटो आयो हामी फर्किँदै गर्छु ल दाइ अब के भन्नु छ भने भन्नु It's me, Sanjay Ranamgar. We are going to walk the bonsai. So, guys, please stay with us. रोक्नु यो गाडी जानु Let me show us. घुमाइ ल्यायो मलाई Let me show you bonsai tree. भन्नाले कस्तो That means the tree which are in the small size. It's same like a tree, but in the small size. ओके Just stay with us. You will see everything. के हुन्छ त्यसै हुन्छ एकचोटि अप्सन हेरेर तिमीहरू अहिले on गर्दै हो र ल मिल्छ अरे सोधेको बिपन आएन छिटो आइज हुन्छ अरे के छ के छ यहाँ चाहिँ यस्तो के हो हेरौँ अब खासमा हामीले हेर्ने भनेको चाहिँ ट्री हो यहाँ चाहिँ लाइक नर्मल क्याफे जस्तो रहेछ लेची कफी पनि खान्छौँ कि अब ओ कारवाच दाइ मिल्छ अरे मैले सोधेको केही हुँदैन अलिकति ठुल्छोले बोल्नुपर्छ कसले भने ए किन किन डग नो अलर्ट भनेको छ नि त ओहो एकचोटि फिर घुरेर आउनु बत्ती फोटोग्राफिज प्लिज क्यामेरा लानु मिल्छ फोटोग्राफी इज वेलकम भनेको छ यो रुख साँच्चीकै रुख हो हो कि त यो धुबीको बोट हो रियल रुखलाई होइन त्यसको रुखको जरा लाग्छ नि त्यसलाई ट्रिम गर्दै बनाइराख्नु मेन्टेन गरिराख्नुपर्छ यसलाई पेर्सम फ्यामिलीले रुख यस्तो हुँदो रहेछ टन्नै छ तिमीलाई पो यस्तो इन्ट्रेस्ट लाग्दैन त दोस्त राम्रो रहेछ नछो है डो नट टच भनेको छ त्यसै कुकुरभित्र नल्यान्थ्यो भनेको होइन कस्तो राम्रो रहेछ है यसलाई त मेन्टेन गर्नुपर्छ नि है मेन्टेन गर्नुपर्छ पानी सानी सबै कुराहरू म्यानेजमा बुकै हुन्छ मेन्टेन गर्न सकेर भयो ठुलो खालको हुन्छ अलिकति मिडल साइजको क्या यस्तो राम्रो छ यो पनि यसलाई पनि राम्रो हुनुहुन्छ म पनि राम्रै छु सक्यो अब बोन्साई सक्यो दाइ ल जाउँ अब यहाँ निस्केर दामी यहाँ कुन आयो
किन नेपाली होइन? चम्मिन तिमीतिर दाइ यता पनि रहेछ दाइ यता पनि रहेछ जाउँ यता नि घुमौँ ओ त्यो त तिनीहरू नेपाली पो रहेछ कुन आन्टी मैले के गरेँ र हेर के भयो त के गरेको छ नि तिनीहरूलाई जे भयो नि क्याक्टसको प्रकार सिमी पनि रहेछ दोस्त सिमी हो स्ट्रबेरी हो यो त भाइ यो त स्ट्रबेरी हो यो उयो फुल हेर त उयो फुल स्ट्रबेरी यो हो फुल हाम्रो पाउँछ नि वाउ सयपत्री के अँ क्याक्टुस होइन क्याक्टुस होइन न जिन्दगीमा देखेँ तपाईँले क्याक्टस यहाँ देखिरहनु हेर्नु न टमाटर पनि रहेछ गोमा पाकेको जस्तो महँगो टिपेन त्यो बजाइहरू यो काँक्रोको बरु नेपाली काँक्रो अँ नेपाली काँक्रो हो यो त हो हौ दाइ यो नेपाली फुल फर्सी दाइ फर्सी कोनिचिवा कत्रो बनाएको रहेछ यो मैले त कट्टु लाग्छ छैन ए पुसान के भन्ने यार के भन्ने ओइ ओइ अब हाल्न नगरे हामीले पे गरेन नि त्यहाँ त्यहाँ अघि गाडी राखेर याद गर्नु हो हामी पे गरेन नि 5 मिनटमा हेरौँ अनि यहाँ टिकट लिनुपर्छ पर्दैन माइक रहेछ ओइ ओइ मेरो क्यामेराको माइक यहाँ रहेछ मैले माइक हरायो भनेर खोज्दा खोज्दा हेलो गाइज घोचेर दाइ यता हो एन्ट्री हामी उसिन त लिएर नि एउटा यता हो यता हो भित्र लामो भाइ हामीसँग एउटा चाहिएको रोज आयो रुख फोटो छ फोटो बिल्छ भने सेल्फी यो चाहिँ यो कटरको गेडा कटरको गेडा Keep it. You can use video. Just make sure you keep yourself really short. Oh, I'll just move this stick. Oh, thank you. The camera. It's alright, thank you. Wow. Buta यो के हो यो अनि के हो यस्तो यो कस्तो साह्रो छ यार
दामी अनबिलिभेबल साउन्ड इफेक्ट सुन न Oh my god हात्तीको ट्रङ्क क्यामेरा क्वालिटी आइरहनु कस्तो छ अब राम्रो आएको छैन ए दिस इज द म्याप पनि दिएको रहेछ है कस्तो राम्रो स्टाफ रहेछ स्टुडेन्ट आइडी कार्ड भयो भने चाहिँ 55 तिर गयो हामीले तर हामीसँग कार्ड थिएन त्यही पनि दियो जे भने दियो नि त डिस्काउन्ट 5, 10, 15 भन्ने दिन जान्थ्यो त हि इज सो डम ब्यास वेल निस्किन्छ त्यहाँबाट लेट्स गो इन्टु एक्वारियम त्यो नो फ्ल्यास भनेको छ नि त हाम्रो त फ्ल्यास छैन नि त हाम्रो फ्ल्यास छैन हौ सुरुमा एक्वारियम घुम्दैछौँ हामी Oh my god, yes. Sorry. डर लाग्दैन कति आयो सार्क भाइ यो होइन यो भनेर सार्क सार्क उहाँ टाउको देखा टाउको यसको त्यहाँ मर्छ सर पर सक्नुपर्छ त्यही छ टाउको यसको तर हिल्लोले गर्दैन होला त्यति हल्दैन छोडिदिनु यो अल्छी हो यो अल्छी छ एनाकोन्डा इज अल्छी यो माछा हो कि के यो त गैँडा त म त अनि त केटा उड्न पनि हेरेको र नि फ्ल्यासमा नै छ ग्लास हान्दैन त्यसलाई आँखामै ए भर्खर चलेको छ हौ जिउँदै छ कस्तो अल्छीहरू यार यो त कस्तो अल्छी हल्लिँदै हुँदैन हेलो हल्ला न गुड नाइट गरेर बसिरहेको लामो छ सबैलाई लामो छ यसले त कसैले त त्यही हामीलाई पायो भने प्लास्टिक मार्छ सिरिङै माइदाइ मलाई अट्याक गर्छ होला त्यही भएर यसो खासै केही नगरेर
हाई गाइस लास्ट भोलिले त मारिहाल्छ नि मान्छे कुकुरलाई होइन हेलो त्यसै मार्दैन रहेछ नि मान्छे कस्तो पुकी रहेछ त म होइन है ऊ आइदिए हेलो हेलो चस अब नेक्स्ट एनिमल है सोध्नु पर्ने 5X-मा छ त 5X-मा पार्दैन त्यो भेजिटेरियन हो recently introduced them to their older sister in the last few days. So Naira is just currently like cementing herself in. Just out the back of 4 cubs at the moment. And then yeah, hopefully in the next couple of days he'll start getting his turn to be able to. So they'll all live in. Yeah, they'll be able to live in here until the boys get to. Do you want to do one more? Until. यति थाकिसक्यौँ हामी हेर मेरो कपाल यस्तो हालत यति कति अघि हामीले लायन साइन हेरिसक्यौँ ऊ पनि हेर पेङ्गुइन पनि छ यार यहाँनिर त्यहाँभित्र छ मसँग फोनमा छ भिडियो किनभने यसमा चार्ज सकिन लागेको छ त्यही भएर हो के हो फेरि गड फेलो रे फक Wait, what the hell? Ostrich. Ostrich. Ostrichले खाना खाँदै चाहिँ डिस्टर्ब नगरौँ अरू कुनै छ कि एउटा मात्रै हो पानी भएर भिजी छ एउटा मात्र हो जस्तो Ostrich दाइ यता आउनु न कम हियर अस्ट्रिच दाइले नेपाली बुझ्नु भएन इङ्ग्लिसमा पनि भनेको कमीहरू बुझ्नु भएन यताबाट देऊ एक्सिस त्यस्तै छ मैले छैन ए यो उ थियो के बोले त मैडम जीको डिनर में क्या पसंद है भन्ने वाला ओ मैं कुरियर भिजे यार अरे यो के फर्किँदैछ म अघि बाटोमा सुतेँ सुते मात्रै भन्नु सन्जोग दाइ ए नभाल अरे ल बाई बाई I just had to let you know you're